मेरो नयाँ भिडियोमा फेरि म नयाँ भिडियो लिएर प्रस्तुत भइसकेको छु हजुरहरू सामु। र आज चाहिँ म बिहानै उठेर चाहिँ 5 बजे 5 बजी उठेर कपडा एक बाल्टी ठुलो बाल्टी एक बाल्टी कपडा धोएँ। अनि त्यसपछि मेरो छोरी उठ्यो फेरि यिनी छोरी मेरो पुकुलु मामुलाई हेर्नु। ओहो मेरो बच्चा यता हेर्नु साने बेबी। वाउ हेलो गर्दै नमस्ते गर्दै जाने। गुड यिनले जे पनि मुखमा हाल्छ आजभोलि। यहाँ चाहिँ हाम्रो मालिक सुत्नु भएको छ। म चाहिँ खाना बनाउँछु साथीहरू। नानीसँग यस्तै हो न कोही जान्छ न कोही जान्छ हेर्नु चाहिँ नभन भनेको कुरा बिहानै यिनीहरू चाहिँ बिहानै आउँछ नि। यता हेर त्यो गई भनेर रोएर आयो बहिनी यस्तो कसो गर्दै आउँछ लाएर यस्तो छ। त्यहाँ चाहिँ आक्रोशको मम्मीले भाँडा माझ्दैछन्। जान्छ बिहानको ड्युटी चालु अब काम चालु हो। हेलो गर्नु न त यता हेर्नु न हेलो गर्नु। दामी देखिनु भयो त हजुर त कस्तो दामी काम। अब चाहिँ साथीहरू रिन्साको बाबा चाहिँ रिन्सालाई लिएर गइसक्नु भएको छ मास्टर घुमाउन। तेल धेरै खेल्नु चाहिँ मलाई देख्छु उयो गर्छु होइन। तर अब त्यति बेलासम्म यो म बिस्तार ट्याक्क पार्छु आएर खेल्छु म। रिनेसा साथीहरू मैले चाहिँ कोठा यस्तो गराइसकेको छु। हेर्नु सक्नुहुन्छ यहाँ ट्याक्क लाएर पोछा लगाएँ भाँडा पनि माझेँ। यहाँ तरकारी छ यहाँ दाल भात अफिसको लागि नास्ता यो नास्ता अफिसमा लागि नास्ता रेडी पारिदियो आज। बिहान 5 बजे उठेर गर्नुपर्छ। यहाँले केही गर्दैन। अब खानासाना खायो नानीहरूको लागि खानासाना खाना दिएँ। अनि मेरो घर जानु भएका साह्रो भएर तर त भइसक्यो। अनि त्यसपछि नानी चाहिँ अहिले यस्तै सुत्छ। अनि म काममा झ्याडझुको भाँडा छ यो भाँडा मात्छु त्यो हल्का सट्ट चाहिँ झारिदिन्छु। पोछा मैले अघि नै लगाइसकेको छु। त्यसपछि अब हेर कपडा सबै नानी चाहिँ मेरो नानी। अब यसलाई मैले यस्तो गराउँछु। यतिको गराइसकेपछि फेरि यो आएर यहाँ गरेर ठ्याङ्ग भाँडा खस्छ। बच्ची सुतेर त उठ्नु भयो तर हेर्नुस् बच्ची बेबी मेरो छोरी त सुतेर उठिन्छ तर कारणमा यस्तो छ। हे भगवान कस्तो खोटा गराथे कस्तो बिस्तारै कस्तो दामी गरायो त्यस्तै भयो सुतेर यस्तो बुढी अब यो तर्ना चेन्ज गर्न पर्यो।
साथीहरू मैले रिनिसाको लागि त्यो मेरो छोरीको लागि त्यहाँ खिचडी बनाइदिएको छु र नानी चाहिँ यहाँ छिन्। हेलो गरिदिएको बेबी। अब यसलाई नुहाइदिन्छु, यसको बालसाल चट्ट बनाउँछु, सफा गर्छु, खाना खुवाइदिएपछि गर्छु। बल त्यहाँ छ त्यो खेल्दैछ। आई होप हजुरहरूलाई भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। म जति सक्दो भिडियो रेगुलर लिएर आउने कोसिस गर्छु र हजुरहरूले माया पनि नमान्नु होला साथीहरू। टोक टोक टोक